जानुहुन्छ जानु। काठमाडौँको त्रिपुरेश्वरमा एक विरक्त लाग्दो र स्तब्ध पार्ने घटना भएको छ। गुडिरहेको मोटरसाइकलमा महानगर प्रहरीले टक लगाएपछि आक्रोशित बनेका गणेश नेपाली र प्रहरी बीच सुरुमा यसरी विवाद भएको थियो। अनि नमिल्ने ठाउँमा रोकेपछि मैले लक नलगाएर के लगाउने? मलाई लगाइदिने? महानगर प्रहरीले बाइकलाई लक लगाएको न्युमा भएको विवादकै बीच गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाएका थिए। आत्मदाह जस्तो चरम कदम चालेका नेपालीको अस्पतालमा उपचारकै क्रममा निधन भएको छ। महानगरको यो कदम र यो घटनालाई लिएर अहिले सामाजिक सञ्जालमा ठुलो आक्रोश पोखिएको छ। यस घटनाबारे तपाईँको धारणा के छ? कमेन्ट गर्नुहोला। धन्यवाद।